हेलो नमस्ते। आज डे 2 हामी बेजिङमा छौँ। अब बेजिङबाट हामी आज बादालिङ जान्छौँ। बादालिङ भनेको चाहिँ ठाउँको नाम हो, एउटा स्टेसनको नाम हो जसमा चाहिँ ग्रेट वाल चढ्नको लागि चाहिँ हामी त्यहाँ जान्छौँ होइन। ग्रेट वाल धेरै लामो छ, धेरै ठाउँहरू छ, त्यो ठाउँबाट छिर्ने हो होइन। त्यसको त स्टेसन हुन्छ। तर आज चाहिँ हामी बादालिङ भन्ने ठाउँबाट चाहिँ ग्रेट वाल चढ्न जाँदैछौँ, जसको लागि हामी होटेलबाट निस्किसक्यौँ। अब होटेलबाट हामी जानुपर्ने हुन्छ स्टेसनमा। स्टेसनको नाम रहेको छ बेजिङ बे। बेजिङ बे भनेको चाहिँ बेजिङको नर्थ स्टेसनमा पर्छ। हाम्रो होटेल नजिक छ, किनभने हामीले त्यहाँ स्टेसनमा जानुपर्छ भनेर हामीले नजिकको बुक गरेको थियौँ। अनि हामी अब बिहानै हिँडेर जान्छौँ। जम्मा 400 मिटर हो, जम्मा 5 मिनट पनि हिँड्नु पर्दैन। सो हामी चाहिँ हिँडेर अब त्यहाँनिर जान्छौँ। सिन्कानसेन अलरेडी हामीले trip.com बाट बुक गरेको थियौँ, त्यही भएर सायद हाम्रो पर्दैन, टिकट देखाउनु पर्दैन होला, सायद पासपोर्टै स्क्यान हुन्छ। पासपोर्ट चाहिँ जतिखेर नि बोकेर हिँड्नै पर्ने हुन्छ, कम्पलसरी हो। अनि त्यसपछि हामी अब त्यो सिन्कानसेन चढेर बादालिङ जान्छौँ र आज हामी चढ्छौँ ग्रेट वाल। र यो ग्रेट वालको कन्सेप्ट भनेको चाहिँ उहाँबाट चढेको, अन्त जहाँ जे भए पनि चाइनामा पुगेर ग्रेट वाल चाहिँ चढ्नै पर्छ भन्ने उहाँले भन्नुभएको थियो। हो कि होइन भन्नु त? किन तपाईँलाई त्यस्तो ग्रेट वालै चढ्न मन लागेको? अब चन्द्रमाबाट देख्ने धेरै कुरामध्ये एउटा ग्रेट वाल पर्दो रहेछ। अब नर्मली नेपालीहरू खासै त्यहाँ गएको अहिलेसम्म थाहा छैन। जान त जान्छन्, फेरि कोही पनि जाँदैन, तिम्रो पहिला जाने दाम न हो भन्ला, त्यस्तो होइन कि। तर यसो एक्चुअली लाइफमा विश्वको आश्चर्यमध्ये एउटा आश्चर्य हामी पनि हेरौँ भनेर हिँड्दैछौँ। तर सबैले डाउन ज्याकेट लगाएको देखेर एकदमै चिसो होला भन्ने फिल भइरहेको थियो। हामी चिसो ठाउँबाट आएको भएर होला, खासै यति एउटा सानो ज्याकेटमा पनि त्यस्तो जाडो फिल भइरहेको छैन मलाई। त्यति जाडो भइरहेको छैन यहाँ। अनि ट्राफिक नियम चाहिँ फिटिकै नमान्दो रहेछ, झन्नै उडाइदिएको थियो। लाइट छैन, फेरि हामी लाइट बिना हेरेर हिँडेन भनेर भन्नु होला। लाइट छ तर जानुपर्ने चाहिँ हामीलाई यताबाट जस्तो लाग्छ, तपाईँ किन त्यता जानु लाग्छ? साइडमा बसेर फेरि थाहा त मलाई पनि थाहा थियो, उडाइदिएला भर हुँदैन भनेर। यो ग्रिन लाइट छ, त्यो ग्रिन लाइट चाहिँ रातो भएपछि सर चल्दिउँ न त हुन्न। बेला गाडो पाट्ने भन्ने थाहा छैन क्या यहाँनिर चाहिँ। यहाँ ट्राफिक लाइट हुन्न होइन, त्यही भएर चाहिँ अब 4 पनि अब नेपालभन्दा चाहिँ इन्डियाभन्दा चाहिँ अलिकति सफा हो। तर हामी बसेको ठाउँबाट चाहिँ अलिकति अलिक कसर बाँकी छ है, अलिकति अझ सफा गर्न बाँकी छ है भने जस्तो चाहिँ लाग्छ। बिहान बिहानै सामानहरू बोक्नलाई मान्छेहरू आइसकेछन् यहीँ, के बोकेछन्, बिहान बिहानै काम गर्छन्। जे होस् मेहनतिला छन्। मेहनतले यहाँ नभइकन कहाँ देश अगाडि बढ्छ त होइन। अनि मेहनतै गर्छन् होइन। तर कस्तो मेहनत गर्छ भने मैले नि पत्ता पाएन। मान्छे कहाँ हिँड्छन्, के गर्छन्, कस्तो हो यो सिस्टम, के हो के थाहा छैन कि मलाई त यहाँको। ल गाचाङ खाइसोमै गर्छन् होइन, खम्मा गर्छन्, हिँड्छन्। बत्ती बल्ली यिनीहरूले क्रस गरेको भएर हामी पनि क्रस गरिदिन्छौँ। ठिक छ ल। आमामा कुन स्पिडमा आएको है त्यो, आमामा हानौला जसरी आज। अनि यहाँ बाटोमा साइकलहरू चाहिँ टन्नै राखेको छ, यो चाहिँ स्क्यान गर्ने लिएर हिँड्ने, एकदम सजिलो छ, सस्तो छ। तर स्क्यान गर्नलाई पनि वेबसाइट र अलि वेबसाइटहरूले चाहिँ मिल्दैन, त्यही भएर याद गर्नुभयो के छैन भन्नुहोस् त। चाइनामा पेट्रोल पम्प देखेको छैन अहिलेसम्म, मैले देखेको छ नि। तर प्रायः इलेक्ट्रिक गाडी हुँदो रहेछ। त्यो चाहिँ हो, देखेको थिएँ। पेट्रोल पम्प पनि थियो। अनि पेट्रोल पम्पमा चाहिँ के अरे त्यो जुन बाहिरतिर हुन्छ नि त्यो पसलहरू टाइपको, मोटेल टाइपको हो, त्यस्तो खालको त्यही थियो। कम्बिनी स्टोरहरू थियो। म्याकडोनल्ड यहाँनिरको चाहिँ तपाईँ म्याकडोनल्ड KFC नगए पनि हुन्छ। मिठो नभएर होइन, तपाईँले किन्नै सक्नुहुन्न। पैसा भएर पनि तपाईँले त्यो किन्न सक्नुहुन्न गाइज। कस्तो हुन्छ भने चाहिँ त्यहाँनिर जान्छौँ, गएपछि काउन्टरै हुन्न पैसा तिर्ने है, बिलसिल त्यहाँ निक्लिने ठाउँ हुन्छ। अनि के गर्छ भने एउटा क्युआर स्क्यान गर भन्छ। त्यो क्युआर पनि नर्मल पैसा तिर्नको लागि पनि होइन, त्यहाँनिर एउटा एप्लिकेसन हुन्छ, खुल्छ। अनि त्यो एप्लिकेसनमा बुक गरेर अनि त्यसपछि बल्ल त्यहाँ पेमेन्ट गरेपछि त्यो नम्बरबाट त्यहाँ खानेकुरा आउँछ। अब त्यो रजिस्टर गर्नलाई के गर्नुपर्छ भने जापानिज नम्बर चाहिन्छ, चाइनिज नम्बर चाहिन्छ। माइकले टिप्दैन फेरि, त्यो चाइनिज नम्बर चाहिन्छ। त्यो खानेकुरा बुक गर्नलाई चाइनिज नम्बर चाहिन्छ। अब चाइनिज नम्बर छैन हामीसँग, अनि त्यो भइसक्यो भने त त्यो लगइन भएन। लगइन नभएपछि तिर्न नि मिलेन। प्रायः जस्तो ठाउँमा चाहिँ हामीलाई खाना एकदमै समस्या हुन्छ। पैसा खल्तीमा छ तर खान पाइँदैन, छैन उपाय, के गर्ने, चुप्प लाग्ने है, आतोदेखि मास भन्ने, त्यो पनि बुझ्दैन होइन। अनि त्यसपछि हामी सुरु फर्केर सुरुमै गएर क्यास एक्सिट हुने रेस्टुरेन्टमा गएर खाजा खाएर आयौँ होइन। त्यहाँ पनि फेरि कत्रो लामो साप्रो, त्यो फोटोमा हालिदिन्छु। बल्ल खाइसकेको खुर्सानी हालेर दिएको थियो। ल गाइज हामी अब स्टेसन पुग्छौँ, अनि त्यसपछि क्यामेरा अन गर्छौँ।
म चाहिँ एकचोटि यो बेजिङको बिचको देखाउँछु होइन बाटो यो कताबाट कता मान्छे गइरहेको भनेर केही पत्ता लागेन अघि भर्खर त्यहाँनिर रातो बत्ती बलिरहेको थियो त्यही पनि मान्छे हिँडिरहेको थियो यो बोटुङ टुङ 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 कुदाउँछन् कताको मान्छे कता गएको छन् कताको मान्छे के गएको छन् भने कसैले पत्ता लगाउन सकिँदैन साइकल एकदमै फेमस छ अनि सानसानो स्कुटर एकदम फेमस छ र कसैले पनि यो हेलमेट चाहिँ लगाउँदैनन् हेर्नु हेलमेट बिना बटङ टङ 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 हिँडिरहेको हुन्छ अब यसले के भने हो म बुझ्दिनँ हामी चाहिँ बेजिङ बे स्टेसन आइपुगिसकेका छौँ यहाँबाट छिर्न मिल्छ अपोजिट साइडबाट नि मिल्छ तर यहीँबाट सजिलो हुन्छ भने यहीँबाट छिर्छौँ अनि यता चाहिँ स्टेसनको बाहिर चाहिँ यसरी साइकलहरू राखिदिने ठाउँ बनाइदिए हुन्छ क्या मजाले सजिलो छ कि स्कुटरहरू ल्यायो यसो राख्यो पार्किङ गऱ्यो अनि त्यसपछि काममा गयो त्यसपछि फेरि आयो लिएर गयो अनि कुल छ अनि विदेशीहरू खासै धेरै देखिँदैन यहाँको जनसङ्ख्या नै धेरै भएर विदेशी आफै म हराउने हो कि हो थाहा छैन त्यो चाहिँ तर मान्छेहरू चाहिँ एकदम कम हुन्छन् आफ्नै सुरुमा हिँड्ने कुल चाहिँ कुल छ ऊ मजाले म्युजिक बजाएर गाडीमा डेक्जेङ डेक्जेङ गाडीमा रे स्कुटरमा पनि गीत बजाएर हिँडिरहेछ हेलमेट लाउनु पर्दैन अनि बाटो काट्ने भनेको गाडी हेरेर हो सिग्नल हेरेर होइन बुटुङ 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 हिँड्दिने हो रमाइलो छ कुल छ क्या यहाँको मान्छेहरू चाहिँ पहिलो लेयर भनेको चाहिँ यस्तो खालको पर्दामा राखेको हुन्छ अनि दोस्रो त्यो पर्दाबाट छिरिसकेपछि बल्ल यस्तो गेट हुन्छ अनि त्यसपछि बल्ल हामी यहाँ छिर्छौँ अनि यो मलहरू चाहिँ ओपन नभएकोले गर्दाखेरि अलिक अँध्यारो अँध्यारो छ हामीले बिहानैको टिकट लिएको अनि 8 बजेको त्यसले गर्दाखेरि चाहिँ एकदम मान्छेहरू आफ्नै तालमा हिँडिरहेछन् तर ऊ चाहिँ छैन के अरे खुला चाहिँ छैन सबै कुराहरू बन्द छ यहाँनिर अहिले चाहिँ बिहान खुल्दैन होला ढिलासम्म एकछिन यहाँनिर बुलेट ट्रेन चल्छ उता गेटमा जानलाई त्यसमा जान्छौँ हामी यहाँ चाहिँ हामी चेकिङ हुन्छ जुन ट्रेन स्टेसनमा जाँदाखेरि पनि चेकिङ हुने रहेछ यहाँनिर चाहिँ कस्तो हुन्छ भने चाहिँ नि लकर चाहिँ छैन अहिलेलाई चाहिँ सेक्युरिटी चेक हुन्छ सेक्युरिटी चेकमा चाहिँ तपाईँको कस्तो हुन्छ भने तपाईँले पावर ब्याङ्क पनि राख्न मिल्दैन रहेछ ठुलो पावरको अनि त्यसपछि चाहिँ सामान जे होस् त्यहाँ छोडिदिएर पछि लिन आउँछु भन्दा चाहिँ हाम्रो चाहिँ त्यहाँ ट्रेनको टाइम देखाइरहेको छ अब तल जान्छ मान्छेहरू एकदम प्याक छ जस रेलवे स्टेसनमा पनि चेकिङ हुँदो रहेछ यहाँ चाहिँ जुन जापानमा चाहिँ हुन्थेन यहाँ चाहिँ रेलवेमा पनि हुन्छ अब कन्भिनियन्स स्टोर यहाँ छ अब यहाँनिर चढ्नलाई पनि लास्टै लामो लाइन लाग्दो रहेछ हेऱ्यो भने पुरै प्याक छ हाम्रो त्यहाँ टाइमको 8:13 को होइन तर यो उसको लागि चेकिङ हुँदैछ अनि पासपोर्ट जसले बोकेको छ उसलाई चाहिँ म्यानुअलमा यहाँ पुलिसले चेक गर्छ अब ए रेलवे स्टेसनको मालिक हो कि के हो अब जुन हुन्छ नि स्टेसनको काम गर्ने त्यसले हेर्छ अनि त्यसपछि बल्ल छिर्न दिन्छ सबैजना लाइनमा बस्नु पर्दैछ यो सिन्खानको लागि चाहिँ एकदम यो बुलेट ट्रेनको लागि चाहिँ एकदम टाइट रहेछ यहाँनिर यस्तो लुज रहेनछ प्लेन चढे जस्तै नै गर्दो रहेछ यिनीहरू तपाईँले चाहिँ नेटबाट टिकट काटिसकेपछि अनि त्यसपछि टिकट कहीँ देखाउनु पर्दैन तपाईँको पासपोर्ट स्क्यान गरेपछि पुग्यो अरूहरूको चाहिँ कार्ड स्क्यान हुन्छ अनि हाम्रो चाहिँ पासपोर्ट उसले स्क्यान गरेपछि टिकट सिकट चाहिएन अब बस्ने चाहिँ कहाँ हो मलाई थाहा छैन जान्छौँ टन्नै छ लाइनमा लागेको ल यहाँ हेर्नु ओहो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा रेडी टु गो आमामामाला गएर जहाँ बस्दा नि हुन्छ होला हाम्रो क्लास हुन्छ त्यो क्लास अनुसारले रिजर्भ सिट चाहिँ हुँदैन सायद बिजनेस क्लास भयो भने मात्रै रिजर्भ सिट हो त्यही भएर अब यसो हेर्ने हाम्रो जुन क्लासको टिकट काटेछौँ त्यो क्लासको अनुसारले हामी बस्छौँ नो प्रब्लम आफू मजाले हेर्ने बस्ने चलो भाइ त्यसपछि त्यही भन्न चाहनुहुन्छ तपाईँ तर हामी 5 नम्बरमा भन्नुभयो नि तपाईँले 5 नम्बरमा जानुपर्छ होला 7 हो यो ट्रेन चाहिँ यिनीहरूले प्लेन जस्तै नै मान्दो रहेछ मजाले उहाँहरूलाई बस्ने चाहिँ कहाँ हामीलाई थाहा छैन टिकटको डिटेल्समा एकचोटि हेऱ्यो भने थाहा हुन्छ होला एकचोटि प्रिन्ट गरेर निकाल्छौँ हामीले टिकटको डिटेल्समा एकचोटि प्रिन्ट गरेर निकालेर हेर्न ट्राई गर्नु पर्ला त्यसमा केही डिटेल्स देखाउँछ कि जाने चाहिँ यसमै हो सेकेन्ड क्लास अब हाम्रो कुन क्लास भनेर चाहिँ थाहा हुनु पऱ्यो अनि त्यसपछि त्यो क्लासमा छिरेर बस्दा हुने रहेछ म एकचोटि टिकटमा चाहिँ कुन क्लासमा काटेको हेर्छु यहाँको सिन्खानसेन अलिक लामो हो मलाई अलि लामो लागेन दुईवटा जोडिएको है यहाँको सिन्खानसेन चाहिँ हाम्रो ट्रेनभन्दा पनि लामो लाग्यो मलाई चाहिँ हाम्रो यामुनाती लाइनभन्दा पनि एकदमै लामो छ अनि एकदम मजाको जुन हुन्छ नि बिजनेस क्लास यो अलिकति उताको सिन्खानसेन भन्दा पनि अलिक खतरा देखिने टाइपको जस्तो लागेन अलि ठुलो वाइट टाइपको होइन सिट पनि अलिक हो कि अलिक खै कस्तो कस्तो चाहिँ लाग्यो है डिफ्रेन्स बक्सा चाहिँ अलिकति लामो जस्तो लाग्यो ठुलो लाग्यो स्पिड पनि खतरा होला
9 आयो 9 नम्बरमा आयो हामी 9 मा छिर्छौँ है त कति रे 6 नम्बर हेर्नु ए हैन ए बिनै चाहिँ नहुँदो रहेछ नि त नि प्लेनमा नि हुन्न नि एसी हो हामी चाहिँ सिन्कान्सेनमा चढिसकेका छौँ होइन अब यो सिन्कान्सेनमा जान्छौँ यसमा चाहिँ हामीले टिकटमा 10A र 10C हेऱ्यौँ बी चाहिँ नहुँदो रहेछ मलाई थाहा थिएन उहाँलाई थाहा रहेछ अब यो सिन्कान्सेनले जति टाइममा भनेको छ त्यतिमै जान्छ 8:13 भनेको छ अहिले 8:02 भयो 11 मिनेट अनि त्यहाँनिर स्पिड पनि देखाउँछ कति स्पिडमा गयो भनेर होइन त्यो पनि हेर्न पाइन्छ अनि अर्को कुरा भनेको बाहिर हेर्नु छ लाइनै लागेर टन्नै सिन्कान्सेनहरू थियो यसमा चाहिँ फर्स्ट क्लास सेकेन्ड क्लास र बिजनेस क्लास भन्ने हुन्छ त्यो अनुसारले टिकटहरू चाहिँ हुन्छ हाम्रो चाहिँ सबभन्दा हुने क्लास एकदमै राम्रो फर्स्ट क्लासमा चढेको छ खुट्टा राख्ने पनि छ यहाँनिर वाउ ठ्याक 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 लाग्छ यहाँनिर ल बिचबिचमा म तपाईँलाई भिडियोहरू चाहिँ देखाइरहन्छु कतिको स्पिडमा चल्छ कस्तो कस्तो ठाउँ जान्छ भनेर पटकटक अनि यति राम्रोमा सिट बेल्ट चाहिँ पर्दैन र ए पर्दैन ठिक छ त्यो चाहिँ होइन फेरि स्पिड त खत्रै स्पिड हुन्छ गाडी चाहिँ 100 चलाउँदाखेरि पनि सिट बेल्ट चाहिने अनि यहाँ चाहिँ यत्रो 300 जाँदाखेरि पनि सिट बेल्ट नचाहिने किन होला किनभने गाडीमा उताबाट पनि गाडी आउँछ ठोक्ने आफूले चलाउनु भएको भएर यो एउटै ट्र्याक हुन्छ दायाँमा गर्नु पर्दैन उफाड्दैन कच्ची बाटो हुँदैन त्यही भएर ल गाइज यो कुरा चाहिँ नोट गर्नु तपाईँले कुनै पनि सिन्कान्सेनमा मैले सिट बेल्ट देखेँ ट्रेनबाट निस्किसकेपछि तपाईँले अगाडि स्टेसनमा एउटा टिकट काट्ने ठाउँ देख्नुहुन्छ अनि त्यहाँ टिकट लिएर तपाईँ त्यहाँनिर केबल कारपट्टि जानुहुन्छ हामीले जहाँ पुगे पनि पासपोर्टै चेक गर्नुपर्ने पासपोर्टबाटै स्क्यान गर्नुपर्ने हुँदो रहेछ अनि त्यही भएर चाहिँ हामी फेरि यो केबल कारमा पनि पासपोर्ट देखाउनु पर्ने सबै कुरा चाहिँ त्यस्तो गरेको छ त्यही भएर अब हामी केबल कारमा देखाउँदैछौँ हामी चाहिँ अब केबल कार चढ्न लाग्दैछौँ एकजना मात्रमा 8 जना मात्र राख्दो रहेछ अनि ग्रेट वालको पनि छुट्टै पैसा तिर्नु पर्दैछ केबल कारको पनि तिर्यो अनि ग्रेट वालभित्र छिरेको पैसा पनि तिर्नु पऱ्यो अब यहाँ चाहिँ हतारमा हामी 8 जना छिर्दैछौँ आउँदैछौँ ग्रेट वाल आइपुग्यो हामी होइन सो यहाँनिर चाहिँ सबै मान्छेहरू हिँडिरहेछन् केबल कारबाट चढ्नु पऱ्यो भने चाहिँ त्यहाँबाट चढ्छन् अनि त्यहाँनिर एक्जिट भएर यहाँनिर निक्लेर यहाँबाट मासतिर जाँदा नि भयो यताबाट तलबाट आएर यहाँबाट तलतिर जाँदा नि भयो हामी चाहिँ बादालिङ भन्नेबाट चाहिँ जानु थालेको छ धेरै जस्तो सबै चाइनिजहरू छ यो चाहिँ पुरै परसम्म यहाँबाट यसरी बनेर गएको छ अनि त्यसरी फेरि अर्को भनेको चाहिँ त्यताबाट पनि फेरि तलतिर झरेको छ यतातिर झरेको छ जस टन्नै छ योपट्टिको साइडको चाहिँ अलिकति भत्किएको भएर यता चढ्न दिँदैन यहाँ माथि पनि छ सो एउटा एक्सपिरियन्स भयो वान टाइम एक्सपिरियन्स ग्रेट वालमा आइयो रमाइलो भयो एकदम बवाल एउटा एक्सपिरियन्स हो एकदमै रमाइलो लागिरहेछ अब पहिला पढेको होइन जस्तै ग्रेट वाल चन्द्रमाबाट पनि देखिन्छ भनेको थियो सो यो हेर्दाखेरि चाहिँ जस एउटा गिने चुनेको ठाउँमा पनि आएर यसो एक्सपिरियन्स लिन पाएँ त्यो चाहिँ रमाइलो लागिरहेछ मलाई यहाँनिर किनेर खाने ठाउँहरू पनि रहेछ अलिअलि मान्छेहरू आराम गर्छन् सबैजना हिँड्न सक्दैन बुढीहरू त्यतिहरू जस्तो केबल कार युज गर्ने हो अलिअलि तन्नेरी सन्नेरी चाहिँ हिँड्छन् अनि विदेशीहरू पनि देखिन्छ यहाँनिर चाहिँ अन्त नदेखि पनि यहाँ चाहिँ देखिन्छ अनि यहाँनिर चाहिँ खानेकुराहरू ठाउँ यताउति छ अनि यहाँबाट छिरेर फेरि माथि जान नै पाइयो ठाउँबाट छिर्दै माथि जाने खालको ठाउँ चाहिँ स्टेसन हुने रहेछ ठिक छ अब हामी चाहिँ अब फेरि ट्रेन स्टेसनतिर जान्छौँ ट्रेन स्टेसन रे केबल कारतिर जान्छौँ केबल कार गएपछि फेरि हामी फर्किन्छौँ चाँडै किनकि साङ्घाई जानुपर्ने छ हामीलाई अब लगभग हामी ग्रेट वाल यति नै हो घुम्ने अर्को बेस्ट स्पोट यहाँ पछाडि पनि हुँदैछ यो पछाडिपट्टि सबै देखिन्छ मजाले यहाँनिर सो यता चाहिँ पनि फोटो खिच्न मिल्यो तर हामी चाहिँ अब जान्छौँ बादालिङ केबल कारमा लगभग पुग्यो लाइन चाहिँ लास्टै लामो हुन्छ यो भिड चाहिँ एकदमै भिड छ है आज शुक्रबारको दिन भएर पनि यति भिड थियो नि अरू दिन झन् कति धेरै हुन्छ होला
हामी त केवल कारबाट तल झरिसक्यौँ। अब भनेको चाहिँ हामी सिधै सिनखानसेन भनेको यानि कि बुलेट ट्रेन चढेर हामी बेजिङ जान्छौँ। बेजिङबाट साइङगाङको लागि हिँड्छौँ। टिकट सिकट छैन, सबै चेक गर्नुपर्छ, हेर्नुपर्छ, गाह्रो छ है हामीलाई। केही किन्ने भयो भने त यहाँनिर रहेछ नयाँ सामानहरू किन्ने हो भने पनि रहेछ। यस्तो यस्तो कुराहरू सपिङ सेन्टरै जस्तो रहेछ। मान्छे त्यहीँ हामी मात्र होला फर्किहाल्ने, अरू रहेछ किन्ने गर्ने, खाने बस्ने गर्छन्। हामीलाई हतार भएर हामी निक्लिँदैछौँ। त्यो चेक भएर हामी अब जान थालेका छौँ। अनि यो सिनखानसेन यानि कि बुलेट ट्रेनबाट जान लागेपछि यहाँनिर चाहिँ वेटिङ मजाले बस्ने ठाउँ रहेछ। यहाँ बस्दै केही कुरा खाँदै गर्दा नि मिल्यो। पावर ब्याङ्क चार्ज गर्नु छ भने यहाँबाट लिँदैछ। आजकल पावर ब्याङ्क बोकेर हिँड्दा खासै नदिएको भएकोले गर्दाखेरि चाहिँ पावर ब्याङ्क हाम्रो त्यहीँ राखिदियो। अरूहरूले चाहिँ यसरी रेन्टमा लिने अनि चलाउने। अनि बाँकी चाहिँ अब उयो फ्रीमा राखिदिएको रहेछ यहाँनिर। फ्रीमा राखेपछि यहाँ चार्ज गर्न नि पाइयो। त्यस्तै चाहिँ सजिलो रहेछ। अब वेट गर्ने, अब ट्रेन नआउन्जेलसम्म ट्रेन आएपछि जाने। तर आधी बाटोसम्म मात्र छ त्यो झ्याउँछ, फेरि अर्को नेक्स्ट काट्नुपर्छ हामीलाई। आइसक्यो। अब ट्रेन चढेर अर्कै ठाउँमा जाँदैछौँ। हामी क्वाङखे भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। खासमा चाहिँ टिकट थिएन हामीसँग भन्नाले बेलुकाको काटेको थियौँ, तर हामीलाई सँगै जानुपर्ने भएकोले गर्दा छिट्टै हामी फर्किन थालेको बेजिङमा, तर बेजिङको टिकट पाएन। त्यही भएर क्वाङखे भन्ने त्यही माइ स्टेसनमा झरेका छौँ। क्विनखे। अब त्यसपछि हामी यहाँबाट फेरि सबवे लिएर चाहिँ जान खोज्छौँ बेजिङमा, बेजिङ बे भन्ने ठाउँमा। तर पाउँछ कि पाउँदैन स्योर छैन है। त्यही भएर हेरौँ, गएर अब पाइयो भने बाई लक आजको आज नै सँगै गइन्छ हामी। हेरौँ अब टिकट काउन्टरमा गएपछि बल्ल थाहा हुन्छ।